Hello friends, welcome back to my channel again. आज चाहिँ हैन म यो सब्जीको लागि हैन राइस बेड बनाउन जाँदैछु हैन, फ्रेम बनाउन जाँदैछु सब्जी रोप्नुको लागि। एकदम अर्ग्यानिक पाराले है यो चाहिँ तपाईको यो ओल्ड स्टाइल हैन, जापानिज स्टाइल हो। यसलाई भन्छ यागी सुगी भन्छ हैन। यो स्टाइललाई यसलाई चाहिँ डढाएर अनि यसमा तेल लाइन्छ, फेरि तेल लाइन्छ हैन, यस्तो खालको हुन्छ। यो हुन्छ यस्तो खालको हुन्छ तेल। यो पनि अर्ग्यानिक तेल हो हैन, एकदम प्योर। यो लिन्सी सीडको ओइल हो। अनि यो तेल पनि अर्ग्यानिक हुन्छ। अनि यो काठ डढाएर तपाईको जस्तै 4 वर्ष थाम्छ भने नडढाइकिन यो डढाएर बनाउँदा चाहिँ वाटरप्रुफ हुन्छ र डबल थाम्छ क्या। 4 वर्ष यो सिम्पलले थाम्छ भने डढाएर त्यो यागिसुगी स्टाइलको जापानिज टेक्निक लाएर बनाउँदा चाहिँ तपाईको 8 वर्ष 10 वर्ष जान्छ। त्यही भएर आज चाहिँ म त्यस्तो बनाउन आँटेको। हजुरहरूले पनि बनाउनु हुन्छ, तर कोही मान्छेहरूले हैन यस्तो यो खालको ट्रिटेड काठ, यो हरियो ट्रिटेड काठबाट बनाउँछ फ्रेम। तर यो ट्रिटेड काठ चाहिँ एकदम के अरे केमिकल हालेर 7-8 वटा खालको केमिकल हालेर मेसिनमा प्रेस गरेर बनाएको हुन्छ। त्यही भएर यो चाहिँ एकदम टक्सिक हुन्छ अनि पोइजनस पनि हुन्छ, स्लो पोइजन हुन्छ मान्छेहरूलाई हैन सब्जीहरू बनाएर खाँदाखेरि। यसमा चाहिँ अब त्यो यो खालको हरियो काठको ट्रिटेड काठको चाहिँ बेड बनायो भने अब सब्जीहरू रोप्दाखेरि त्यो माटो सबै त्यो फ्रेममा सोचिन्छ। त्यो फ्रेमको चाहिँ सबै सब्जीहरूले तानेर अनि त्यो चाहिँ स्लो पोइजन हुन्छ अरे, टक्सिक हुन्छ अरे। त्यही भएर मैले चाहिँ एकदम अर्ग्यानिक बनाउन आँटेको आज हैन। यसलाई चाहिँ ग्यासले डढाइन्छ यहाँ यसरी। यो ग्यास ल्याएको छु मैले। यो ग्यासले चट्ट डढाएर चाहिँ बनाउँछु म हैन आज। ग्यासले डढाएर त्यसपछि तेल हालेर अनि सुकाउनु पर्छ। सुकिसकेपछि अनि फ्रेम बनाएर प्योर 100% अर्ग्यानिक फ्रेम बेड बनिन्छ। हजुरहरूले पनि यसरी ट्राई गर्नुहोस् अर्ग्यानिक खाने हो भने है त। डढाउने यसरी हैन। यो तपाईहरुले काठ डढाउँदा नि हल्का यसरी चिरा परेको हुनुपर्छ हैन, राम्रो हुन्छ। खासैमा घरभित्रको लागि फर्निचर टेबलको लागि चाहिँ हैन, यो के अरे यो खुर्केर
चिल्लो बनाएर तेल लाएर गर्छ, तर यो बाहिरको लागि हो, यो खुर्किनु पर्दैन। एक लट सकिएको छैन, एकदम राम्रो भएको छ। यसलाई ठक्क राख्ने अनि अर्को भरिदिने यहाँ। कालो लागेर मसान होइन रहेछ यार। अब काठ डढाएर पनि लगभग सकियो होइन। अब यसलाई यो अहिले पानीले भिजेको हुन्छ, एकछिन हल्का बाहिर राखेर सुक्नु दिनुपर्छ। त्यसपछि तेल दलेर अनि घाममा सुकाइदिनुपर्छ। त्यसपछि चाहिँ फ्रेम बनाउँदाखेरि रेडी हुन्छ। यो भिजेकोलाई चाहिँ अहिले एकछिन पाखा राखिराख्नुपर्छ। यो सुक्नु दिनुपर्छ। यो पानी सुकेपछि तेल हाल्दा भइहाल्छ। यो चाहिँ अलरेडी सुकिसकेको छ हैन। अब यसलाई तेल लाउने हो। टक्क तेल दलेर चाहिँ घाममा सुकाइदिनुपर्छ। यही स्टाइलको हुनुपर्छ। यतिको खेतमा पानी सुकेर चिरा परे जस्तो हुनुपर्छ है। अब यसमा तेल दल्नु सुरु। तपाईहरुले तेल ल्याउँदा चाहिँ हैन, यो प्योर र लिनसिड ओइल ल्याउनु हैन। यहाँ यो चाहिँ अर्ग्यानिक हो। यस्तो हुन्छ तेल, खाने तेल जस्तै हुन्छ। अब यसलाई चाहिँ ब्रसले सट्ट हाल्नुपर्छ। यो तेलले चाहिँ तपाईको पानी प्रोटेक्ट गर्छ हैन। पानी र चिसोबाट प्रोटेक्ट गरिदिन्छ। यसरी दल्नुपर्छ अनि तेल दलेर घाममा सुकाइदिनुपर्छ। त्यसपछि रेडी हुन्छ। यो
काठ चाहिँ डढाएपछि अझै माटोमा चाहिँ अलिक छिटै मकिन्छ। तपाईको बाहिर अब घरको बेरा घरको भित्ताहरू चाहिँ बनाउनु भयो भने यसले जुग थाम्छ। यो पानीले पनि केही हुँदैन हैन, पानी आउँदा नि यो माथि यो प्लास्टिक जस्तो हुन्छ, वाटरप्रुफ। त्यही भएर जापानको मान्छेहरूले प्राय घरहरू बाहिर भित्ता यस्तै बनाउँछ। यसरी लगाइदिनु होइन मजाले चारैपट्टि। अनि यसलाई घाममा लगाएर सुकाइदिनुपर्छ। भयो लु भाइ, यो सुकाइदिउँ कि अनि सक्यो बकेटले। जतै पल्टाउँदा नि हुन्छ। लु भयो, अब यो सट्ट सुकेपछि होइन फ्रेम बनाइदिने। ठिक्कै मिल्नुपर्छ क्या अहिले फेरि भन्न बिस्तारै गम हो। केही हुँदैन यताबाट गर्नु त यसमा। मार तलले ठेल्न। ठेल काठ ठेल्न यसरी।
राख्नु त उठा यहाँ राख उतै लैजान उतै यहाँ राख अब ठेल तान्ता उतिर छोड त्यो उल्टा भयो अरे अरे छोड ठेल दे सुख दुःख फ्रेम चाहिँ बनाइसक्यो होइन यो फ्याल्दै बाहिर सबै अब यो ठक फ्रेम मिलाएर राख्नुपर्छ अनि भोलि पर्सिदेखि सब्जी हाल्नु त्यत्रै ग्याप राख्नु भरे भएन भने अनि अझै 3टा छ यार भोलि पर्सि मोल बोकेर ल्याउँदाखेरि घुमाउने ठाउँ हुँदैन छिटो न केही हुँदैन राख त त्यो मुनिको तान अलिक अनि उता ठेल गाह्रो छ हौ साथी हो गाह्रो छ यार एकदम यो याकिसुकी बोन बनाउने भएको होइन अर्ग्यानिक बेड बनाउने भएको भिजेकै भयो कालोले छैन हस् त साथी हो अब यो याकिसुकी बोन भन्ने यो जापानिज टेक्निक ओल्ड स्टाइल लाएर बनायो बेड होइन अलिक खप्छ धेरै खप्छ भनेर हजुरहरूलाई हाम्रो भिडियो कस्तो लाग्यो होइन यदि मन परेमा लाइक सब्सक्राइब र सेयर गर्न चाहिँ नभुल्नु होला आगामी दिनहरुमा एकदम झन् राम्रो भिडियो लिएर हामी अवश्य आउनेछु है त फिशिङ भिडियोहरु पनि लिएर आउनेछु अझै आजलाई यति नै होला फेरि भेटौँला अब सब्जीको स्टार्ट हुँदैछ है त साथी हो बाइ पानी तपाईलाई के गर्नु भयो पानी कम्ती आउन थाल्यो